सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको आज चौथो दिन पुगेको छ। तर अहिलेसम्म पनि पीडित परिवारले न्याय पाएको अनुभूति गर्न सकेको छैन। न्यायको माग गर्दै परिवार, स्थानीयवासी तथा नागरिकहरू निरन्तर आन्दोलनमा छन्। पीडित परिवारले आफ्नी छोरी र श्रीमतीका लागि सिंहदरबारसम्मको आवाज उठाउने प्रधानमन्त्री बालेन्द्र शाह बालेन कहाँ छन् भन्दै प्रश्न गरेका छन्। उनीहरूले सरकारबाट न्याय र दोषीमाथि कडा कारबाहीको स्पष्ट सुनिश्चितता माग गरेका छन्। आन्दोलनका क्रममा स्थानीयवासीले गृहमन्त्री सुदन गुरुङप्रति पनि आक्रोश व्यक्त गरेका छन्। उनीहरू प्रश्न गर्छन्, जितपुरका ढाबामा रोटी खान आउने, बालबालिकालाई पिङ्क खेलाउने आउने नेतृत्वले त्यहीकी 3 वर्षीय बालिकाको न्यायका लागि किन आवाज उठाउन सकेन? आजसम्म आफूहरू सडकमा शान्तिपूर्ण रूपमा बसेर न्याय मागिरहेको आन्दोलनकारीहरूको भनाइ छ। तर सरकारले पीडित परिवारको माग तत्काल सम्बोधन नगरे भोलिदेखि आन्दोलन अझ उग्र बन्न सक्ने चेतावनी उनीहरूले दिएका छन्। आन्दोलनकारीहरूले अवस्था बिग्रिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि हुने बताएका छन्। पीडित परिवारको एउटै माग छ, निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र छोरीका लागि न्याय। अब सरकारले उनीहरूको आवाज कहिले सुन्छ त्यो सबैको चासोको विषय बनेको छ। आफ्नो छोरी मर्दाको पीडा अरूको बच्चा मर्दा पनि त्यही अनुसारले लिएर जानुपर्छ। धर्म त्यतिकै कमाइदैन। बालेन सरकार यहाँ चाहियो, प्रधानमन्त्री यहाँ चाहियो। राजनीतिक हस्तक्षेप चाहिँदैन, राजनीतिक हस्तक्षेप चाहिँदैन। गृह मन्त्री यहाँ चाहियो, गृह मन्त्री यहाँ चाहियो। बालेन सरकार यहाँ चाहियो, बालेन सरकार यहाँ चाहियो। बालिकालाई न्याय दे, बालिकालाई न्याय दे, बालिकालाई न्याय दे। बलात्कारी लुकाउन पाइँदैन, बलात्कारी लुकाउन पाइँदैन। फितलो कानुन चाहिँदैन, फितलो कानुन चाहिँदैन, फितलो कानुन चाहिँदैन। बालिकालाई न्याय दे, बालिकालाई न्याय दे। जिल्ला सडक चाहिँदैन, जिल्ला सडक चाहिँदैन। गरिब फकाउन पाइँदैन, प्रलोभन देखाउन पाइँदैन।